हेलो गाइस, है भन्दा भन्दै आजको मौसम यहाँ चेन्ज हुन्छ भनेको यहाँको जहिले यस्तै हो। घरबाट आउनुलाई सफा हुन्छ, काम आइपुगेपछि यस्तो हुन्छ। ल हेर्नु, असार साउन जस्तो पुरै। यो चाहिँ अस्टेट एमटिआर हो। यहाँ उत्रेर काममा जाँदा चाहिँ ल हेर्नुहोस् त, पारिपट्टि यो समुद्र पारी हो कि, त्यो पारिपट्टि चाहिँ असार साउन जस्तै भइरहेछ त्यहाँ चाहिँ। ल हेर्नुहोस्, पानी छिटाउन थालिसक्यो। मलाई लागेर हेर्नु पारिपट्टि यो चाहिँ एलिमेन्ट्स भन्ने रहेछ। यो मुनि चाहिँ मल, एमटिआर स्टेसन सबै छ यो भित्र। यो 2-3 तला मुनि छ यो मुनि एमटिआर रेल स्टेसन। यो भन्दा पनि मुनि अझै। ल हेर्नु, यता चाहिँ त्यो पारीको जस्तै विकास गर्ने भनेर चाहिँ यहाँ वारी हामीले काम गर्ने ठाउँमा जस्तै भइरहेछ। धमाधम घर बन्दैछ, बिल्डिङहरू। यतै हो मैले काम गर्ने ठाउँ। पारी चाहिँ एकदम डेभलप भएको छ क्या यो वारी भन्दा। ठ्याक्कै त्यसको अपोजिट वारी पर्छ, त्यही भएर यहाँ चाहिँ अलिक विकास नभएर चाहिँ विकास गर्न लागेको भनेर सुने। त्यही भएर गोल्डन बिल्डिङ भन्दो रहेछ त्यसलाई, सुन जस्तै पहेँलो छ, गोल्ड कलर। त्यो पारी चाहिँ जहिले नेपाल जस्तो देखिन्छ। त्यो भेडेटारको माथि डाँडा जस्तो देखिन्छ तुम्हाला जतिखेर नै। पानी पर्नलाई रेडी भइरहेछ आज फेरि। सिमसिम त पर्छ। यो एलिमेन्ट्स भने यही हो, एलिमेन्ट्स। काउलिन स्टेसन यतातिर पर्छ। एलिमेन्ट्सको मुनि 2-3 तला मुनि छ। म एकचोटि गएको छु यहाँबाट, तल 2-3 तला मुनि छ। यो बाटो यताबाट पनि जान्छ, गाडी चाहिँ यताको बाटो जान्छ। म पछाडिबाट आएको चाहिँ यो ट्रेन एमटिआर रेलबाट आएको। त्यहाँबाट चाहिँ गाडी जान्छ, बस पनि जान्छ र भन्छ। 100 बिल्डिङ भन्दो रहेछ यसलाई, स्काई 100 स्काई के भन्नु, 100 तला छ।